हेलो 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 फ्यामिली के छ मेरो चाहिँ ठिकै छ। आज सब केटाहरू मिलेर हामीलाई चाहिने सामान सब किनेर लागिसकेका छौँ जङ्गलतिर। अब एकैछिनसम्म मोटर बाटो हिँडिसकेपछि हामी झर्ने बाटो पनि आयो। त्यसपछि सबैजनाहरू त्यहाँदेखि तल झरेर हामीले चाहिँ हाम्रो लोकेसन खोज्नतिर लाग्यो। केही समयपछि हाम्रो लोकेसन पनि भेटियो अनि त्यसपछि हामीले चाहिँ त्यहाँ एउटा सानो घर बनाउन लाग्यौँ। त्यहाँको घर बनाएर भ्याइसकेपछि हामीले चाहिँ आज बनाउन लागेका छौँ खिर। अनि त्यसपछि मन्त्री भाइले दुध निकालेर चामलमा चाहिँ ट्याक्क दुध हालेर त्यसलाई चाहिँ हामीले एकैछिन पाक्नको लागि छोडिदिउँ। केही समय पाक्यो अनि त्यसपछि विप्लव भाइ पनि आएको थियो। ए देव म त खत्रै कुक हो नि, म बनाउँछु भनेर मासु बनाउन दिएको। भाइले त अन्डा र मासु एकै ठाउँ पो बनाइदियो। मासु पाकिसकेपछि चाहिँ थालमा निकालेर सबैजनाले टेस्ट गरेको मासु चाहिँ दामी नै भएको थियो। तपाईँले आजसम्म खानु भएको छ कि नै कमेन्ट गर्नु होला। अनि त्यसपछि हाम्रो यता खिर खाने समय पनि भएको छ। अनि विशाल भाइले चाहिँ यता खिर निकाल्दै थियो। अनि ट्याक्क विप्लव भाइले ल कस्तो बनेको छ ला चेक गर्न त भनेर भनेको। विप्लव भाइले खिर चाहिँ दामी बनेको छ भन्दै थियो। अनि यता भने विशाल भाइले चाहिँ भाँडा नपुगेर कसरीमा नै लुड्काइदिएर आएको थियो। अब के गर्नु हजुर, जङ्गलतिर आएपछि यस्तै हो, घर बापार भाँडासाँडा खोजिन्थ्यो, जङ्गल आएपछि त सबैमा चलाउनु पर्यो भनेर खिर खाएर अनि एकैछिन रमाइलो गरेर हामी चाहिँ घरतिर लाग्यौँ। द्याट्स इट फर टुडे। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब माइ च्यानल एन्ड बाइ बाइ।